मर्निङ नमस्ते अनि आई होप सन्चै हुनुहुन्छ। म पनि सन्चै छु अनि तपाईँलाई फेरि पनि आजको नयाँ ब्लगमा चाहिँ स्वागत छ। अनि म चाहिँ अब आज चाहिँ सुट के गर्नु भइरहेको छु कि अनि अब के अरे म चाहिँ अब फाइनल्ली ड्युटी सकेर ओहो बिहानको भ्यू हेर्नु न कस्तो दामी छ होइन। अनि म चाहिँ उतो परको पार्कतिर जाँदैछु। त्यो पार्कतिर चाहिँ गएर म हजुरहरूलाई देखाउँछु है त, पार्क पनि देखाउँछु होइन। अनि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि आजको ब्लग पनि यस्तै ठाउँबाट सुट गर्दैछु होइन। अनि अब म चाहिँ कतारमा बस्छु नि त। कतारमा चाहिँ अब कस्तो भइदियो भने अब ब्लग पनि अब घुम्न जाने ठाउँमा राम्रो ठाउँमा अब यस्तै त्यस्तै अब सबैसँग भएको भए पनि अब राम्रै हुन्छ होइन। अनि अब मेरो चाहिँ अब ड्युटी अब रुम जा, रुमबाट ड्युटी आइज, ड्युटी यस्तो भइरहेको छ। अनि हजुरहरूलाई पनि नराम्रो लागिरहेको होला मेरो ब्लग देखेर, एउटै खालको भिडियो बनाउँछ, एउटै कपडामा बनाउँछ, एउटै उयसमा बनाउँछ भनेर। अनि अब थोरै अब 1000 सब्सक्राइब पुगेपछि चाहिँ म हजुरहरूसँग एकदम राम्रो ब्लग बनाउने कोसिस गर्नेछु। हाम्रो परदेशमा लाइफ कस्तो जिँदैछ नि त हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले होइन। अब लाखौँ मान्छे छौँ नि त हामी चाहिँ। अब लगभग 60-70 लाखै मान्छे बाहिर छ भने यस्तै हुन्छ नि त। अब हाम्रो लगभग मेरो हाम्रो यस्तै स्टाइलले जिने हुन्छ सबैजना होइन। अनि म चाहिँ त्यो पुरै लाइफ देखाइदिन्छु के। अनि पछि चाहिँ जोडिँदै जाँदै गर्नु होला। अहिले चाहिँ अब जोडिँदै जानुपर्छ। अनि अब यहाँ चाहिँ एकदम पानी हान्दै रहेछ यस्तो मजाले अब पार्कमा पनि है। हुन त अब पानी कहिले आउँदैन यहाँ, जाडो महिनामा 1-2 दिन पानी आएकाले हुँदैन। हाम्रो यतिकै हरियाली हुन्छ हाम्रो देशमा यहाँ मुला। अनि यो चाहिँ अब यो पार्क हो होइन। यसो बिहिबार र शुक्रबार चाहिँ मान्छेहरू आउँदो रहेछन् घुम्नलाई, नभए आउँदैनन्, त्यतिकै खाली हुन्छ। अनि कस्तो दामीसँगले पानीहरू हानिरहेछ। अब यस्तै छ परदेशमा पनि। अब परदेशमा सुट गरिहाल्यो। अब भनौँ न अब यत्रो यो लाएर चाहिँ होइन अब भिडियो बनाउने हो भनेर चाहिँ अब यत्रो अब यो सबै थोक सेयर गरिसकेँ। अनि अब हुन त अब हाम्रो मिडल क्लास फ्यामिलीले देख्ने सपना भनेकै अब यस्तै अब गर्ने हो। अब गर्दै जामा हुन्छ होला। अब साथै यत्रो मेरो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, सबैजना मेरो फ्यामिलीहरू हुनुहुन्छ। अब माया गर्नुहुन्छ भनेरै मैले एउटा ट्राई गर्दै गरेको हो। अनि हो मलाई थाहा छ भिडियो राम्रो छैन, अहिले अब बनाउने अब कन्फिडेन्ट पनि छैन हामीसँग, बोल्नलाई त्यति साह्रो अब यो कन्फिडेन्स पनि छैन। त्यहाँमाथि भएन अब एउटा त मेन त टाइम पनि छैन होइन। अनि त्यही पनि हजुरहरूले गुजारा गरिदिनु होला। अब मलाई पनि राम्रो माया राम्रो साथ पाउँदै गएछु भने एकदम राम्रो हुँदै जान्छ। अब यहाँ अब यो परदेशको ठाउँमा मात्रै अब भएन। अनि अब यसो खुसी पनि अब आफ्नो केही सपनाहरू छन्, त्यो सपनाहरू पनि पुरा गर्नुपर्ने, जसरी पनि पुरा गर्नुपर्ने छ अब होइन। अनि त्यो हुनाले हो। अनि आई होप तपाईँहरू कताबाट हुनुहुन्छ। म चाहिँ फिलहाल कतारबाट छु। कतारमा चाहिँ म अहिले यो मैले काम गर्ने ठाउँ चाहिँ यो लेबिबमा हो होइन, लेबिबमा हो। अनि हजुर बसाइ चाहिँ मेरो रुम बसाइ चाहिँ हमसलामा बस्छु। अनि अब त्यति साह्रो राम्रो ठाउँ पनि छैन क्या त म बस्ने ठाउँमा चाहिँ। अब त मार्केटहरू पनि सानो छ अनि त्यति साह्रो राम्रो पनि छैन। अनि तपाईँहरू कताबाट हुनुहुन्छ, कुन देशबाट हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, यसो कमेन्ट पनि गर्नु होला। अनि मेरो भिडियो पनि यो भाइको भिडियो आछ भनेर अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ फ्याटो नभुल्नु होला। अनि सब्सक्राइब गर्दा एउटा सब्सक्राइब गर्दा केही जाँदैन त, गर्नुहुन्छ। मलाई थाहा छ मेरो भिडियो जहाँ आइपुग्छ उहाँ सब्सक्राइब चाहिँ गर्नुहुन्छ होइन। त्यही पनि प्लिज एकदम हेरिदिनु, थोरै पनि हेरिदिनु होला। अब अलिअलि अहिले साथ चाहिन्छ। अब हुन्छ नि मान्छेले नबलेको आगो ताप्दैनन्, यस्तो हो। तर हाम्रो होइन, हाम्रो नेपालमा त्यस्तो हुँदैन। के अरे लाजिम गर्नुहुन्छ होइन। अब सानोबाट सुरुवात गर्दैछु, मलाई थाहा कन्फिडेन्स छैन, बोल्ने तरिका छैन, अब एडिटिङ गरे राम्रो छैन। अब त्यस्तो गर्नाले हुँदा चाहिँ तपाईँहरूले पनि थोरै उयो गरेर म्यानेजमेन्ट गरेर गरिदिनु पर्ने हुन्छ है। ल साथीहरू अब यति नै। अब अहिले गाडी अब म चाहिँ फाइनल्ली अब ड्युटी सकेर चाहिँ रुम जान लागेको नि त, कस्तो भक्क लाग्यो झिँगाले। म चाहिँ अब फाइनल्ली काम सकेर बाहिर निक्लिसकेको छु। अनि अब म चाहिँ ठ्याक्कै रुम गएर अब रुम जानलाई गाडीमा जाँदै
अनि यहाँबाट चाहिँ यो जहिले लान्छ क्या टोयलेटको गाडी हो यो चाहिँ होइन जहिले लान्छ यार कत्रो मान्छेले यो गर्छ यो दिनकै 2 आएर लान्छ होइन कहाँ लान्छ यो लगभग समुद्रतिर लगेर फ्याल्छ होला यसले चाहिँ है यो सबै अनि मेरो चाहिँ फाइनल्ली बस आउँदैछ माथिबाट डड्डो भएर पुरा चेन्नई एक्सप्रेस आए जस्तो आउँदैछ वर गरेर आयो 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 ल फाइनल्ली आइपुगेको छ है बस मेरो गाडी चाहिँ अब फाइनल्ली आइपुगेको छु अब म अब जाने हो अब सर नि फाइनल्ली रुम आइपुगेको छु अनि अब आजको भ्लग पनि यतिकै सक्छु होइन अनि तपाईँहरूलाई पनि बाई बाई अर्को भ्लगमा मिल्नुपर्छ अनि लाइक गर्नु सब्सक्राइब गर्नु अनि कमेन्ट गर्न पनि नभन्नु होला र म चाहिँ अब फाइनल्ली रुममा आइपुगेको छु